हामी सिमिलर प्याटर्नमा किन फसिरहेको हुन्छौँ अल्दो वी वान्ट टु चेन्ज कति कुराहरू हामीले ट्राई गरिरहेको हुन्छौँ तर सेम प्याटर्नमा किन गइरहेको हुन्छौँ भनेर फ्यु रिजन्सहरू हेर्दाखेरि चाहिँ एउटा सर्भाइभलको लागि हुनसक्छ हामीले चाइल्डहुडमा हुनसक्छ या कुनै ट्रमेटिक सिचुएसनमा हुनसक्छ या यतिकै पनि कति कुराहरूमा चाहिँ हामीले सर्भाइभ गर्नलाई सिकेको हुनसक्छौँ कति प्याटर्नहरू र त्यो प्याटर्नहरू डिसफङ्सनल भए पनि अहिले पनि हामीले त्यही प्याटर्नहरू रिपिट गरिरहेको हुन्छौँ वी स्टिल थिङ्क हामीले सर्भाइभ गर्नुपर्छ यो सिचुएसनलाई भनेर सो हामी चाहिँ अझै त्यो प्याटर्न रिपिट गरिरहेको हुन्छ र अर्को रिजन भनेको चाहिँ अनफिनिस्ड बिजनेस हुनसक्छ त्यो भनेको चाहिँ कुनै ट्रमेटिक सिचुएसन हुनसक्छ कुनै पास्ट वुन्ड हुनसक्छ त्यो चाहिँ हामीले त्यसको साइकल कम्प्लिट गर्न खोजिरहेको हुन्छौँ त्यहाँ गएर रिभिजिट गरेर चाहिँ त्यसलाई कम्प्लिट गर्न खोजिरहेको हुन्छौँ त्यो भएर पनि त्यही प्याटर्नमा हामी स्टक भइरहेको हुनसक्छौँ र अर्को रिजन भनेको चाहिँ अनमेट निड्स हुनसक्छ हाम्रो सेफ्टीको निड कनेक्सनको निडहरू हामीले मिट गरेको छैनौँ फुलफिल भएको छैन भने त्यही प्याटर्नबाट चाहिँ हामीले कम्प्लिट गर्न खोजिरहेको हुन्छौँ फेरि त्यही प्याटर्नमा गएर हामीले जे फेमिलियर जे हामीलाई थाहा छ त्यही ठाउँमा चाहिँ गएर हामीले त्यो निडहरू मिट गर्न खोजिरहेको हुनसक्छौँ र अर्को रिजन भनेको चाहिँ हाम्रो नर्भस सिस्टम हाम्रो इमोसनल सेन्टरहरूले चाहिँ जुन कुरा फेमिलियर हुन्छ जुन कुरा उसलाई थाहा छ त्यो कुरालाई चाहिँ उसले मिसइन्टरप्रेट गरेर सेफ ठानिरहेको हुन्छ अल्दो त्यो प्याटर्न डिसफङ्सनल हुनसक्छ उसले चाहिँ फेमिलियर प्याटर्नलाई यही नै सेफ हुन्छ बरु नयाँ भन्दा यही नै सेफ हुन्छ भनेर चाहिँ रिइन्याक्ट गरिरहेको हुनसक्छ